प्राचीन कालताका कुनै पनि सामानहरू किनबेच गर्न त्यति सजिलो थिएन। विशेष गरी सामान साटासाट पद्धतिबाट विकास भएको व्यापार अन्ततः सही नापतौल, परिमाण र मूल्य सम्बन्धी चेतना बढ्दै जाँदा मानिसहरूले किनबेचको माध्यमको रूपमा पैसाको प्रचलन सुरु गरे। यसपछि नै संसारको सबैभन्दा सफल आविष्कारको रूपमा पैसाको उदय भयो। आधुनिक समाजमा यसको महत्व झन बढ्दै गयो। आजभोलि संसारका सबै मानिसहरूको लागि पैसा जीवनको एक अभिन्न अंग बन्न गएको छ। वास्तवमा पैसाको चलन कसरी सुरु भयो? नेपालमा मुद्राको विकास कहिलेदेखि भयो? कुन राजवंशको पालामा कस्ता मुद्राहरू निष्कासन गरिए? यस सम्बन्धी आजको कार्यक्रममा विशेष चर्चा गर्नेछौं। यो विशेष कार्यक्रमलाई यस च्यानलका नियमित दर्शक तथा शुभेच्छुक आजम श्रेष्ठज्यूले अनुरोध गरी पठाउनु भएको छ। उहाँको अनुरोधलाई स्वीकार गरी यो विशेष कार्यक्रम तयार पारेका छौं। विश्वास छ सदाझै यस कार्यक्रमलाई पनि उत्तिकै मन पराइदिनुहुनेछ। प्राचीन कालताका मानिसहरूले आफ्नो आवश्यकता पूरा गर्नको लागि आफूसँग भएका सामानहरू एक अर्कासँग साटासाट गर्न थाले। यही नै एक मात्र मानिसहरूको आवश्यकता पूरा गर्ने माध्यम बन्न गयो। तर यसरी गरिने वस्तु विनिमयमा धेरै अप्ठ्याराहरू देखा परे। आफूलाई चाहिने वस्तुहरू भएका मानिसहरू नभेटिनु, वस्तुको परिमाण र मूल्य सही तरिकाले नहुनु जस्ता समस्याहरूले आम समाजलाई जटिल बनाइरहेको थियो। यही कारण मानिसहरूले किनबेचको लागि एक सहज माध्यमको आवश्यकता महसुस गरे। यसैको फलस्वरूप स्थानीय व्यापार विनिमय साधनको रूपमा तत्कालीन मानिसहरूले कौडीको प्रयोग गर्न थाले, जुन सो समयमा निकै लोकप्रिय बन्न गएको थियो। यसपछि बिस्तारै मानिसहरूले धातुहरू जस्तै सुन, चाँदी, तामा, पित्तललाई विनिमयका सुविधाजनक माध्यम बनाउन थाले। तर धातुको नापतौल र मूल्य निर्धारणमा पनि समस्या पर्न गएपछि सो धातुलाई साना साना बाटुला चक्की बनाई मुद्राको रूपमा प्रयोग गर्न सुरु गरियो। यस प्रकार वस्तुको मूल्य निर्धारण गर्न र मूल्यको अनुपात मिलाउनको लागि एक भरपर्दो माध्यमको रूपमा मुद्राको आविष्कार हुन गयो। विश्व इतिहासमा 600 वर्ष ईसा पूर्व मुद्राको प्रचलन सुरु भएको पाइएको छ। आज भन्दा 2600 वर्ष अघि वर्तमान समयको टर्की राष्ट्रको आसपासको लिडिया क्षेत्रमा सबैभन्दा पहिलो मुद्रा भेटिएको छ। सानो आकार रहेको सो मुद्रा सुन र चाँदीको मिश्रणबाट बनेको थियो। यसपछि विश्वका विभिन्न क्षेत्रहरूका भिन्न भिन्न शासकहरूले पनि मुद्राको प्रचलन सुरु गरे। यो समयताका नेपालमा किरातीहरूले शासन गरेको पाइन्छ। 1000 वर्ष भन्दा बढी शासन गरेको भनिएको किराँत कालमा कस्तो मुद्राहरू प्रचलनमा आए भन्ने बारे कुनै पनि प्रमाणहरू भेटिएको छैन। कतिपयले माटो तथा छालाबाट बनेका मुद्राहरूको प्रचलन थियो भन्ने गरे तापनि यस बारे अझै निश्चित हुन सकिरहेको छैन। किराँत कालपछि नेपालमा लिच्छवी काल सुरु भयो। तर लिच्छवी शासनकाल कहिलेदेखि सुरु भयो भन्ने विषयमा पनि इतिहासकारहरूको एक मत छैन। विक्रम सम्वतको पहिलो शताब्दीदेखि नै लिच्छवीहरूले नेपालमा शासन गर्न सुरु गरेको भनी जनाए तापनि यसलाई प्रमाणित गर्ने कुनै पनि स्रोतहरू भेट्न सकिएको छैन। तर पनि विक्रम सम्वतको दोस्रो तथा तेस्रो शताब्दीताका लिच्छवीहरूले शासन सुरु गरेका थिए भनी केही इतिहासकारहरूले उल्लेख गरेका छन्। तर प्राप्त भएका अभिलेखहरूबाट लिच्छवी शासन 5औं शताब्दीताका निकै बलियो रूपमा स्थापित भइसकेको थियो भनी भन्न सकिन्छ। अर्थात् तत्कालीन राजा वृषदेव पछि लिच्छवी शासनको बारेमा केही स्रोतहरू खुल्न गएको छ। लिच्छवी शासनकालताका कहिलेदेखि मुद्राहरू प्रचलनमा आए भन्ने विषय पनि दुईविधामा रहेको छ। धेरै जसो इतिहासकारहरूले नेपालको सबैभन्दा पुरानो मुद्रा मानङ्क रहेको र सो मुद्रा तत्कालीन राजा मानदेव प्रथमले प्रचलनमा ल्याएको जनाएका छन्। मानङ्क मुद्राको अग्रभागमा एउटा पञ्जा उठाइरहेको सिंह र गुप्त लिपिमा
श्री मानङ्क भन्ने शब्द लेखिएको छ। यस्तै यसको पृष्ठभागमा कमलमा आसीन महिला र गुप्त लिपिमा श्री भोगिनी भन्ने शब्द लेखिएको छ। साथमा दुवै भागमा साना साना थोप्लाले सजाइएको छ, तर सो मुद्रामा मिति भने कुदिएको छैन। राजा मानदेवद्वारा निष्कासित मुद्राहरूको चित्रकला र अभिलेखका आधारमा हेर्दा हालसम्म 13 प्रकारका मानङ्क मुद्राहरू प्राप्त भएका छन्, जसको परिधि 2.35 सेन्टिमिटरदेखि 2.80 सेन्टिमिटर छ भने तौल 7.98 ग्रामदेखि 14.46 ग्रामसम्म रहेका छन्। प्राय मानङ्क मुद्राहरू तामाको धातुले बनेको भए तापनि केहीमा फलाम पनि मिसिएको पाइएको छ। मूल्य सूची उल्लेख नगरिएको भए तापनि सो मुद्रा हालको 1 पैसा गणना बराबरको भएको, तर तत्कालीन समयमा यसको मूल्य धेरै नै रहेको बताइएको छ। तर यसबारे केही इतिहासकारहरूले भने तौलको आधारमा मानङ्क मुद्राहरू 9 प्रकारको पाइएकोले ती मुद्राहरूको मूल्य पनि त्यही तौल र व्यासको आधारमा कायम गरिएको हुन सक्ने बताएका छन्। इतिहासकारहरूका अनुसार प्राचीन भारतको मगध राज्यका गुप्त वंशका राजाहरूले आफ्ना मुद्राहरूमा समुद्रगुप्तले श्री पराक्रमाङ्क तथा चन्द्रगुप्त द्वितीयले श्री विक्रमाङ्क भनेर लेखे जस्तै नेपालका मुद्राहरूमा पनि श्री मानङ्क लेखेर सोही ढाँचा अनुसार बनाइएको भनी बताएका छन्। तर मानदेवले बनाएको भनिएको मानङ्कको पृष्ठ भागमा श्री भोगिनी भनी किन लेखियो भन्ने विषयमा इतिहासकारहरूको भिन्न भिन्न तर्क रहिआएको छ। उनीहरूका अनुसार भोगिनी राजा मानदेवका रानी थिइन् र उनले नै उनी रानीको नाम मुद्रामा अंकित गरे भनी जनाएका छन्। तर अन्य केहीले भने भोगिनी रानीको नाम नभई कुनै देवीको रूपमा लेखिएको जनाएका छन्। तर मानदेव प्रथमद्वारा नै श्री मानङ्क मुद्राको चलन ल्याएको भन्ने बारेमा केही इतिहासकारहरू भने सहमत छैनन्। यस विषयमा उनीहरूले केही तर्कहरू प्रस्तुत गरेका छन्। उनीहरूका अनुसार राजा मानदेव प्रथमले आफ्नो शिलापत्रमा थुप्रै विषयहरूको बारेमा लेख्ने गरेको भए तापनि सो मुद्रा सम्बन्धी कतै पनि उल्लेख गरेको पाइएको छैन। अर्को महत्वपूर्ण तर्क के पनि छ भने सो मुद्रामा प्रयोग भएको लिपि तत्कालीन समयमा त्यति प्रचलनमा आएको थिएन, तर उनी पछिका अन्य राजाहरूका पालामा मात्र सो लिपि चलन चल्तीमा आएको थियो। त्यस्तै सो मुद्रामा निश्चित तिथि मिति उल्लेख नगरिनुले पनि सो मुद्रा मानदेवकै पालामा निष्कासन भएको बारे शंका गर्न सकिने तर्क प्रस्तुत गरेका छन्। त्यसो भए सो मुद्रा कहिले प्रचलनमा आए त भन्ने बारेमा उनीहरू भन्छन् मानदेव प्रथम भन्दा लगभग 1 शताब्दी पछिका राजा शिवदेव प्रथमको एक शिलापत्रमा मुद्रा सम्बन्धी शब्द लेखिएको पाइएको छ। राजा शिवदेवले विक्रम सम्वत 647 देखि विक्रम सम्वत 661 सालसम्म राज्य गरेका थिए। शिवदेव प्रथमको राज्याभिषेकको अवसरमा कीर्तिवान राजा मानदेव प्रथमलाई समर्पण गर्दै तत्कालीन महासामन्त अम्चु वर्माको सल्लाहमा उनले मानङ्क मुद्रा निष्कासन गरेका थिए। यस कारणले गर्दा मानङ्क मुद्रा मानदेव प्रथमको पालामा नभई राजा शिवदेव प्रथमको शासनकाल ताका नै महासामन्त अम्चु वर्माको सल्लाहमा सो मुद्रा सुरुवात गरेका थिए पनि उल्लेख गरेका छन्। तर अन्य धेरै लेखक तथा इतिहासकारहरूले आफ्ना पुस्तकहरूमा मानङ्क मुद्रा राजा मानदेव प्रथमले नै निष्कासन गरी प्रचलनमा ल्याएको भनी जनाएका छन्। यसबारे जे जस्तो तर्कहरू प्रस्तुत गरेको भए तापनि नेपाली इतिहासमा मानङ्क मुद्रा एक प्राचीन र ऐतिहासिक मुद्राको रूपमा स्थापित भएको छ। यसले नेपालको गौरवमय इतिहासलाई अझ सशक्त बनाएको छ। नेपाली इतिहासको अध्ययन तथा अनुसन्धानको क्रममा यो मुद्रा एक प्रमुख आधार बन्न सफल भएको छ। यही मुद्राले नेपाल सदियौंदेखि एक स्वतन्त्र र सार्वभौम मुलुकको रूपमा रहेको विषयलाई प्रमाणित गर्न सक्षम भएको छ। श्री मानङ्क मुद्रा पछि अंशु वर्मा, गुणकामदेव, नरेन्द्रदेव, जिष्णुगुप्तहरूले पनि विभिन्न समयमा आफ्नो शासनकाल ताका मुद्राहरू निष्कासन गरे। मानङ्क मुद्रा सहित श्री गुणाङ्क मुद्रा, अंशु वर्माका मुद्राहरू, जिष्णुगुप्तस्य मुद्रा, वृक्ष मुद्रा, वैश्रवण मुद्रा र पशुपति मुद्राहरू गरी
7 प्रकारका मुद्राहरू लिच्छवी कालका प्रचलित मुद्राहरू थिए। इतिहासकारहरूका अनुसार मानङ्क मुद्रा पछि वैश्रवण मुद्राहरू चलन चल्तीमा आएका थिए। यी मुद्राहरू राजा अंशुवर्माको पालामा निष्कासन गरिएको थियो। यसदेखि बाहेक पनि अंशुवर्माकै शासनकालमा श्रयंशु वर्मा, श्रयंशु र महाराज धिराजस्य अभिलेख युक्त अन्य 3 प्रकारका मुद्राहरू प्रचलनमा आएका थिए। यस समयमा मुद्राहरूमा निश्चित तिथि मिति र राजाको नाम प्रष्टसँग अंकित नगरिएकोले कुन मितिमा कुन राजाले कुन मुद्राहरू प्रचलनमा ल्याए भन्ने यकिन गर्न कठिन भएको छ। यसका साथै लिच्छवीकालीन मुद्रामा मूल्य कायम नगरिएकोले कुन मुद्रा कति मूल्यका थिए भनी पत्ता लगाउन सकिएको छैन। जिष्णुगुप्त र बिमार्जुन देवको थानकोटको एउटा अभिलेखमा 16 पर्ण बराबर 1 कार्खा पर्ण हुने कुरा उल्लेख गरिए पनि कुन मुद्रालाई कार्खा पर्ण भनिन्थ्यो भन्ने कुरा स्पष्ट हुन सकेको छैन। तत्कालीन समयमा भारतमा पर्ण, पर्ण पुराण, 2 पर्ण, कार्खा पर्ण, पुराण जस्ता मुद्राहरूका इकाइहरू प्रचलनमा ल्याइएकोले लिच्छवीकालीन समयमा पनि त्यहीलाई आधार मानेर मुद्राको मूल्य सूची कायम गरिएको हुन सक्ने देखिन्छ। धेरैजसो लिच्छवीकालीन मुद्राहरू तामा धातुबाट बनेका हुन्थे। यी मुद्राहरू धार्मिक भावनाले प्रेरित हुन्थे। मुद्रा निर्माण गर्ने शासकहरू जुन धर्म सम्प्रदायसँग सम्बन्धित हुन्थे त्यही धर्म र धार्मिक मतसँग सम्बन्धित देवी देवताका मूर्ति तथा सांकेतिक चिन्हहरू आफ्ना मुद्राहरूमा प्रयोग गर्ने गर्दथे। यही भएर लिच्छवीकालीन मुद्राहरूमा विशेष गरी चक्र, घोडा, नन्दी, देवदेवीका नाम, मूर्ति, कलश, फूलका चित्र, सिंह, साँडे, गाई, हात्ती आदि अंकित गरिएका हुन्थे। यति मात्र नभएर लिच्छवी कालमा पशुपतिनाथको सम्मानमा पशुपति मुद्रा समेत प्रचलनमा ल्याइएको थियो। यो मुद्रा पछि एक लामो अवधिसम्म नेपाली मुद्रा देखा नपरेको तथ्यले बताउँदछ। लिच्छवीकालीन केन्द्रीय शासन कमजोर बन्दै गएपछि विभिन्न क्षेत्रहरूका सामन्तहरूले आफूले ओगटेको क्षेत्रहरू स्वतन्त्र बनाउँदै लगे। यसपछि विशाल नेपाल छिन्न भिन्न भयो। नेपालको केन्द्रीय शासित क्षेत्र काठमाडौँ उपत्यका लगायतका केही पूर्वीय क्षेत्रहरू मात्र नेपालको अधीनमा रहन गए। यसका साथै लिच्छवी वंशको अन्त्य हुन गई मल्ल वंशीय राजाहरूको उदय भयो। मल्ल कालमा नेपालले आर्थिक, सांस्कृतिक तथा सामाजिक रूपमा निकै राम्रो विकास गर्न सफल भएको थियो। यो समयताका तिब्बतसँगको व्यापार निकै फस्टाउन गयो। तर विक्रम सम्वत 1538 साल ताका यक्से मल्लको मृत्यु भएपछि नेपाल पुनः टुक्रन गई 3 मुख्य राज्यहरू भक्तपुर, कान्तिपुर र ललितपुर राज्यहरू बन्न गए। यही समयताका दोलखा एक भिन्न राज्य थियो। सानै राज्य भए तापनि तत्कालीन समयमा तिब्बतसँगको व्यापारको मुख्य मार्ग रहेको थियो। यही राज्यमा विक्रम सम्वत 1591 साल ताका इन्द्रसिंह देव राजा भएका थिए। उनकै कार्यकालमा पहिलो पल्ट चाँदीको मुद्रा प्रचलनमा ल्यायो। सो चाँदीको मुद्रामा उनी र उनकी रानी विजया लक्ष्मीको नाम समेत अंकित गरिएको थियो। इतिहासकारहरूका अनुसार इन्द्रसिंह देवले नै नेपालमा पहिलो पल्ट चाँदीको मुद्रा प्रचलनमा ल्याएका थिए। टुक्रिएर बनेको राज्य भक्तपुरमा यक्से मल्लका जेठा छोरा राय मल्ल राजा भए। उनी पछि क्रमशः भुवन मल्ल, प्राण मल्ल, विश्व मल्ल, त्रैलोक्य मल्ल भक्तपुरका राजा हुन गए। तर यी राजाहरूको पालामा कुनै पनि मुद्राहरू निष्कासन भएको प्रमाण फेला परेको छैन। विक्रम सम्वत 1670 मा राजा त्रैलोक्य मल्लको मृत्यु भयो। उनी पछि उनका छोरा जगज्योति मल्ल भक्तपुरका राजा भए। राजा जगज्योति मल्ल पछि क्रमशः नरेश मल्ल, जगत प्रकाश मल्ल, जिता मित्र मल्ल, भूपतिन्द्र मल्ल र रणजित मल्ल भक्तपुरका राजा हुन सफल भए। रणजित मल्ल नै भक्तपुरका अन्तिम मल्ल राजा थिए। भक्तपुरका पछिल्ला मल्ल राजाहरू क्रमशः जगज्योति मल्ल, नरेश मल्ल, जगत प्रकाश मल्ल, जिता मित्र मल्ल, भूपतिन्द्र मल्ल र रणजित मल्लको पालामा भने मुद्राहरू निष्कासन गरिए। विक्रम सम्वत 1541 साल ताका भक्तपुरका राजा राय मल्लका माहिला भाइ रत्न मल्लले कान्तिपुरलाई भिन्न राज्यको रूपमा स्थापित गरे।
केही इतिहासकारहरूले रत्न मल्लले चितलाङबाट तामा झिकाएर तामाको पैसा निष्कासन गरेका थिए भनी जनाएका छन्। राजा रत्न मल्लपछि क्रमशः सूर्य मल्ल, अमर मल्ल कान्तिपुरका राजा भए। अमर मल्लको मृत्यु भएपछि विक्रम सम्वत 1617 सालमा उनका छोरा महेन्द्र मल्ल कान्तिपुरको राजगद्दीमा आसीन भए। लिच्छिवीकालीन पशुपति मुद्रा पछि कान्तिपुरका यिनै राजा महेन्द्र मल्लले चाँदीका सिक्का प्रयोगमा ल्याए। इतिहासकारहरूका अनुसार महेन्द्र मल्लले तिब्बतबाट सुन र चाँदी झिकाएर मुद्रा बनाई तिब्बतमा मुद्रा चलाउँदा नेपाल उपत्यका धनधान्यले भरिपूर्ण भएको थियो। काठमाडौँ उपत्यका भित्र चाँदीको मुद्रा प्रचलनमा ल्याउने पहिलो मल्ल राजा नै यिनै थिए। उपत्यका बाहिर भने दोलखाका राजा इन्द्रसिंह देवले चाँदीको मुद्रा प्रचलनमा ल्याइसकेका थिए। महेन्द्र मल्लले प्रयोगमा ल्याएको मुद्रालाई महेन्द्र मल्ली भनिन्थ्यो। महेन्द्र मल्ली एक उच्च प्रकारको कलात्मक मुद्रा बन्न गएको थियो। यसको एकातिर एक त्रिशूल सहित गोलाकारमा श्रीमत काष्ठमाण्डुस्य धिपति लेखिएको छ भने अर्कोतिर वज्र चिन्ह सहित गोलाकारमा श्री श्री जय महेन्द्र मल्ल देवाशय अंकित गरिएको छ। केही इतिहासकार तथा मुद्रा संकलकहरूका अनुसार यो नेपालको दुर्लभ मुद्रा अन्तर्गत पर्दछ। आजभोलि यसको केही प्रतिहरू मात्र पाइन्छ। राजा महेन्द्र मल्ल पछि क्रमशः सदाशिव मल्ल, शिवसिंह मल्ल, लक्ष्मी नरसिंह मल्ल, प्रताप मल्ल, नृपेन्द्र मल्ल, पार्थिवेन्द्र मल्ल, भूपालेन्द्र मल्ल, भास्कर मल्ल, जगतजय मल्ल र जयप्रकाश मल्ल कान्तिपुरका राजा भए। जयप्रकाश मल्ल नै कान्तिपुरका अन्तिम मल्ल राजा हुन गए। तर यी मध्ये केही राजाहरू लगायत क्रमशः लक्ष्मी नरसिंह मल्ल, प्रताप मल्ल, चक्रवतेन्द्र मल्ल, महिपतेन्द्र मल्ल, नृपेन्द्र मल्ल, पार्थिवेन्द्र मल्ल, भूपालेन्द्र मल्ल, भास्कर मल्ल, जगतजय मल्ल, जयप्रकाश मल्ल, ज्योति प्रकाश मल्लको नामबाट पनि मुद्राहरू निष्कासन गरिएको थियो। जयप्रकाश मल्लद्वारा निष्कासन गरिएको जावा मुद्रा संसारकै सानो मुद्रा भएको केही लेखक तथा इतिहासकारहरूले बताएका छन्। येक्से मल्ल पछि टुक्रिएर बनेको भक्तपुर र कान्तिपुर पछि ललितपुरका महापात्र विष्णु सिंहले पनि ललितपुरमा स्वतन्त्र राज्य खडा गरे। उनीपछि उनका 3 जना छोराहरू क्रमशः नरसिंह, पुरन्दर सिंह र उद्धव सिंहले संयुक्त शासन चलाउन थाले। तर यो सम्बन्ध धेरै वर्षसम्म सुमधुर रहन सकेन र अन्ततः माइला पुरन्दर सिंहले ललितपुरलाई आफ्नो नियन्त्रणमा लिँदै एकल राज्य सञ्चालन गर्न थाले। यसरी ललितपुरमा महापात्रका सन्तानहरूले अलग राज्य चलाएको भक्तपुर र कान्तिपुरका मल्ल राजाहरूलाई मन परेको थिएन। यसै क्रममा कान्तिपुरका राजा शिवसिंहले ललितपुर माथि आक्रमण गरी पुरन्दर सिंहलाई हराई त्यहाँको प्रशासन हेर्ने गरी आफ्ना छोरा हरिहर सिंहलाई जिम्मेवारी सुम्पिए। तर उनको अचानक मृत्यु भयो। हरिहर सिंहको मृत्यु भएपछि उनकी रानी लालमतीले ललितपुरलाई स्वतन्त्र राज्य भएको घोषणा गर्दै आफ्ना छोरा सिद्धि नरसिंह मल्ललाई राजगद्दीमा राखिन्। यसरी विक्रम सम्वत 1675 सालमा सिद्धि नरसिंह मल्ल ललितपुरका प्रथम मल्ल राजा भए। ललितपुरमा पनि सिद्धि नरसिंह मल्ल लगायत क्रमशः श्रीनिवास मल्ल, महेन्द्र मल्ल, योग नरेन्द्र मल्ल, इन्द्र मल्ल, वीर महेन्द्र मल्ल, रिद्धि नरसिंह मल्ल, योग प्रकाश मल्ल, विष्णु मल्ल, राज्य प्रकाश मल्ल, विश्वजित मल्ल, रणजित मल्ल, तेज नरसिंह मल्ल र दल मर्दन शाहको नामबाट पनि मुद्राहरू निष्कासन गरियो। ललितपुरका प्रथम राजा सिद्धि नरसिंह मल्लको मुद्रामा पहिलो पटक मिति अंकित गरिएको देखिन्छ। त्यसपछि 3 वटै मल्ल राज्यका राजाहरूले प्रचलनमा ल्याएका मुद्रामा पनि तिथि मिति उल्लेख गर्न थाले। सो मुद्राहरूमा नेपाल सम्वतको प्रयोग भएको थियो। ललितपुरका राजा योग नरेन्द्र मल्लको मृत्यु पश्चात ललितपुरको गद्दीमा नाबालकहरू बसेकाले त्यहाँका काजीहरू ज्यादै शक्तिशाली बन्न पुगे। इतिहासमा 6 प्रधानका नामले चिनिएका यी काजीहरूले चाहेको व्यक्तिलाई सहजै राजा बनाउन र निकाल्न सक्थे। यही समयताका यी काजीहरूले भक्तपुरका राजा रणजित मल्ललाई ललितपुरको पनि राजा बनाएका थिए। थोरै समयका लागि राजा भए तापनि रणजित मल्लको नाममा पाटनबाट मुद्रा निष्कासन गरियो। सो मुद्रामा
श्री रणजित मल्लदेव र मुद्राको पृष्ठभागमा खड्क र त्रिशूल पनि अंकित गरिएको थियो। यस प्रकार लिच्छवीकालीन मुद्रा भन्दा मल्लकालीन मुद्राहरू निकै परिष्कृत बन्न गए। लिच्छवीकालीन मुद्राहरू विशेष गरी तामाको बनाइन्थ्यो भने मल्लकालीन धेरै जसो मुद्राहरू चाँदीका हुन्थे। मल्लकालमा बनाइएका मुद्राहरूमा केही अपवाद बाहेक राजाको नाम तथा उपाधिहरू अंकित गरिएको हुन्थ्यो। त्यस क्रममा राजा महेन्द्र मल्लले काष्टप मण्डपाधिपति, प्रताप मल्लले शान इलाही जहाँगीर, पार्थिवेन्द्र मल्लले महाराज, भूपालेन्द्र मल्लले गिरिन्द्र राज राजेन्द्र, भास्कर मल्लले नेपालेश्वर, जयप्रकाश मल्लले नेपालेश्वर, योग नरेन्द्र मल्लले संगीतार्ण पारंगत आदि उपाधिहरू मुद्रामा उल्लेख गरेका थिए। यसदेखि बाहेक पनि मल्लकालीन मुद्राहरूमा राजाको नाम, रानीको नाम, चर्चित चौताराको नाम, राजमाताको नाम, अझ कतिपय मुद्राहरूमा मन्त्रीहरूको नाम पनि उल्लेख गरिएको पाइएको छ। भक्तपुरका शासक जगत प्रकाश मल्लले आफ्नो मुद्रामा मन्त्री चन्द्रशेखरको नाम र कान्तिपुरका राजा भूपालेन्द्र मल्लले पनि आफ्ना मुद्रामा मन्त्री लक्ष्मी नारायण जोशीको नाम अंकित गराएका थिए। मल्लकालीन सुरुवातका मुद्राहरूको प्रारूप हिन्दू संस्कृतिसँग मिल्दोजुल्दो भए तापनि पछिल्ला मुद्राहरू तत्कालीन भारतीय मुस्लिम राज्यहरूका मुद्राहरूलाई अनुसरण गरिएको पाइएको छ। यसबारे कतिपय इतिहासकारहरूले नेपाली मुद्रालाई भारतीय बजारमा सहजै किनबेचको माध्यम बनाउन मुद्रामा एक रूपताको लागि त्यसो गरिएको हो भनी बताएका छन्। तत्कालीन समयका धेरै जसो मुद्राहरू चाँदीबाट नै बनेको भए तापनि कुनै विशेष अवसर पारेर सुनका मुद्राहरू पनि निष्कासन गरेका थिए। कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्लले सुनका असर्फीहरू समेत प्रचलनमा ल्याएका थिए। तर पछिल्लो समयमा गोर्खाका राजा पृथ्वी नारायण शाहले उपत्यकामा व्यापारिक नाकाबन्दी गरेपछि उपत्यकाका राजाहरूले चाँदीमा तामा मिश्रण गरी मुद्राहरू प्रकाशन गरेका थिए। चाँदीदेखि बाहेक पनि राजा सिद्धि नरसिंह मल्लले छाला र माटोका मुद्राहरू पनि प्रचलनमा ल्याएका थिए। केही इतिहासकारहरूले मल्लकालमा माटोबाट पनि मुद्रा बनाउने चलन थियो, तर सो मुद्राहरू विशेष गरी मन्दिरहरूमा भेटीको रूपमा चढाइने गरेको अनुमान गरेका छन्। तर अन्य केही इतिहासकारहरूले भने ती माटोका मुद्राहरू नभएर धातुका मुद्रा निर्माण गर्ने क्रममा साँचोको रूपमा प्रयोग गरिएका थिए भनी बताउने गरेका छन्। मल्लकालीन मुद्राहरूमा धेरै जस्तो रञ्जना लिपिको प्रयोग गरिएको पाइएको छ। केहीले देवानगरी लिपिको पनि प्रयोग गरेका थिए। यी मुद्राहरूमा भने नेपाल सम्बतको प्रयोग गरिएको छ। मल्लकालीन मुद्राहरू धेरै जसो गोलाकार, तीनकुने र चारकुने आकृतिका हुन्थे। ललितपुरका राजा योग नरेन्द्र मल्लले तीनकुने सुकी मुद्राहरू प्रचलनमा ल्याएका थिए भने कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्लले चतुष्कोणाकार डबल मोहर निष्कासन गरेका थिए। तर पनि मल्लकालीन मुद्राहरू लिच्छवीकालीन मुद्राहरू भन्दा निकै आकर्षक तथा कलात्मक बन्न गएको थियो। विक्रम सम्वत 1825 साल ताका कान्तिपुरमाथि गोर्खाका राजा पृथ्वी नारायण शाहले आक्रमण गरे विजय प्राप्त गरेपछि बिस्तारै काठमाडौँ उपत्यका पूरै गोर्खालीहरूको अधीनमा आयो र नेपालमा मल्ल वंशको अन्त्य हुन गई शाहकालीन युगको शुभारम्भ भयो। पृथ्वी नारायण शाहले नेपाललाई आफ्नो अधीनमा पारेपछि नेपाल मुद्रामा के कस्तो परिवर्तन भए, राजा पृथ्वी नारायण शाह पछिका राजाहरूले निष्कासन गरेका मुद्राहरू कस्ता थिए, यसबारे विस्तृत जानकारी अर्को कार्यक्रममा प्रस्तुत गर्नेछौं। यो कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट बक्समा लेखी पठाउनुहोला। यस्तै रमाइला तथा तथ्य इतिहासको लागि हिस्ट्री इन नेपाली च्यानललाई सदैव सम्झनुहोस्। इतिहासको कुनै पनि कालखण्ड बारे तपाईलाई सुन्न र बुझ्न चाहना राख्नु भएको छ भने तल रहेको कमेन्ट बक्समा उल्लेख गर्नुहोस्। हामी सो बारे प्राथमिकताका साथ कार्यक्रम बनाउने नै छौं। जाँदा जाँदै यस च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्दै बेल आइकनमा क्लिक गरी हाम्रो यो तथ्य इतिहासको बारेमा ज्ञान प्रसार गर्ने लक्ष्यलाई साथ दिनुहोस् भन्दै
अर्को कार्यक्रममा फेरि भेट्ने बाचा गर्दै म सार्थक नेपाल बिदा हुन्छु। हवस् त, नमस्कार।